नमस्कार। बाख्रा पालन गरिरहनुभएका किसान दाजुभाइ तथा दिदीबहिनीहरूको लागि यो भिडियो हो। बाख्रामा बच्चा अड्किएको अवस्थामा हामीले कसरी अपरेट गर्ने, कतिखेर डाक्टरलाई बोलाउने र डाक्टर बोलाउन साथ डाक्टरले के कसो कार्यहरू अगाडि बढाउनुपर्छ त्यो बारेमा छलफल गर्न गइरहेको छु। यो विगत बिहान 10 बजेदेखि बेता सुरु भएको बाख्रा हामीलाई 1 बजेतिर खबर भएको थियो। ठिकै टाइममा बोलाउनु भएको थियो। नर्मल डेलिभरीको लागि हामीले केही टाइम दिनुपर्छ। त्यसपछि हुन सकेन भने हामीले लगभग अपरेट पाल्पेसन गरेर त्यसपछि बच्चालाई निकाल्नै पर्छ। र यसमा भएको के थियो भने 3वटा बच्चा थियो। 3वटा बच्चा हामीले निकाल्यौँ, जिउँदै निकाल्यौँ। पहिलो बच्चाको पोजिसन नमिलेर चाहिँ निस्किन नसकेको अवस्था भएर भित्रको 2टा बच्चा पनि माउले बल गर्दा निसासिने डर हुन्छ। त्यसले गर्दाखेरि पहिलो बच्चालाई पोजिसन मिलायो हामीले। नर्मलमा पहिलो बच्चा या कुनै पनि बच्चा आउँदाखेरि 2टा अगाडिको खुट्टा र मुख आउने हुन्छ र कि त पछाडिको खुट्टा पुच्छर आउनु पर्ने हुन्छ। त्योभन्दा फरक स्थितिको कन्डिसन या पोजिसन भयो भने त्यसलाई डिस्टोके वा निस्किन नसकेको या अड्किएको भन्न सकिन्छ। धन्यवाद।